नमस्कार अनि शुभ प्रभात मेरो तर्फबाट मेरो नयाँ भिडियोमा तपाईँहरूलाई सबैलाई स्वागत छ। अनि आज बिहान बिहान म ड्युटी जाँदै थिएँ। त्यो बेला चाहिँ आज बेङ्गलोरको माहौल चाहिँ साह्रै शान्त थियो, मर्निङ टाइम भएको कारणले गर्दा होला। अनि च्याट्ट एउटा भिडियो बनाऊँ भनेको, ट्याक्क मैले काम गर्नुभन्दा अलि यतातिर चाहिँ एउटा हस्पिटल छ, सस्ता हस्पिटल, महँगो साह्रै छ। अनि त्यहाँ ट्याक गएको त मैले काम गर्ने होटल बन्द थियो, मर्निङको टाइम ओपन थिएन। त्यसपछि सिडी चढेर ट्याक्क माथि गयो, जाँदाखेरि ट्याक्क लाएर ढोका च्याट्ट खोलेको, कुवा आवाज त आएन, तर ढोका खोले, भित्रतिर गएको माहौल चाहिँ एकदम शान्त थियो। त्यो वासरुम एरिया अनि सानोतिनो प्लान्ट, अनि त्यसपछि पुरा डेकोरेट गरेको, मर्निङ टाइम भएर गर्दा शान्त वातावरण थियो। अनि यसो आफ्नो किचनतर्फ पनि हेरेँ। सबैलाई के लाग्छ भनेको चाहिँ होटल लाइनमा चाहिँ एकदम रमाइलो हुन्छ, एकदम शान्त हुन्छ, काम केही टेन्सन हुँदैन भन्ने लाग्छ नि, त्यसको लागि चाहिँ मैले भिडियो बनाएको। अनि भित्रतिर गएको माहौल अलिक खराब देखेँ। अनि एउटा हाम्रो बङ्गाली भाइ थियो, अनि उसलाई पनि के छ कस्तो छ भनेको, खाप्चो अक्के लगाएर हेऱ्यो। पनि यसो गयो हेरेको त भित्र चाहिँ एकदम पुरा सामान बिथलिएको, वासिङ एरिया पनि त्यस्तै। अनि त्यसपछि यसो किचनतिर चाहिँ नजर लगाउँ भनेको, हिजो राति पेस्ट कन्ट्रोल भएको थियो, पुरा सामानहरू तितर पितर भएको। अब त्यो पुरा वास गर्नुपर्ने, सब राम्रोसँग क्लिन गर्नुपर्ने होइन, वाक्क लगाइसक्यो। सबैले सोध्छ नि किचन लाइन भनेको एकदम इजी हुन्छ भनेर, तर गाह्रो छ। अनि फेरि भलाकुसारी गरेँ हाम्रो बङ्गाली बाबुसँग। त्यहाँ उसलाई हेरेर चाहिँ अरे यसो त्यसलाई चाहिँ एक दुईवटा डाइलेक्ट हानिहालेँ, त कालो छस् म हल्का गोरो छु भने ट्याक्क जुङ्गामा चाहिँ ट्याक्क लगाइहालेँ हात होइन। अनि त्यसपछि चाहिँ ऐनातिर पनि हेरेँ, तर मोबाइलतिर हेर्न चाहिँ अलि टाइम मिलेन, भन्नाले अलि मिसो मिलेन। अनि त्यसपछि बाल त केही थिएन, तैपनि बाल मिलाएको, कानमा बड्स हालेको थियो। सोचेँ अब भित्रतिर गएर के गर्ने हो भनेर। अनि पुरा काम सक्यो। त्यसपछि रुमतिर जान आँटेँ। अब रुममा चाहिँ आफ्नो गाडी छैन। अनि त्यसपछि एसटी बस लिएर मजासँग जान लाग्यो होइन। अनि ब्रिजको माथि थियो। अनि म जाने रुमतिर चाहिँ अलि एउटा ट्याक्क ठाउँ लिएर चाहिँ मेट्रो लास्ट पोइन्ट छ कि, अनि त्यो चाहिँ भिडियोमा त्यो पनि देखाऊँ भने देखायो। मजासँग चाहिँ अहिले चाहिँ मैले चाहिँ बोलिरहेको छु, तर त्यतिलाई कानमा चाहिँ इयरबड हालेर गाना मस्त सुनिरहेको थिएँ। अनि त्यसपछि यहाँको अलिकति माहौल चाहिँ त्यस्तै थियो, हल्का पानी पर्ला जस्तो भएको थियो, कुनै घाम पनि लागेको थिएन। अनि इन्डियाको ब्रिजहरू त्यस्तै। धन्यवाद। मेरो